सरकारप्रति असन्तुष्टि जनाउँदै देशभरका मेन पावर कम्पनी अनिश्चितकालको लागि बन्द। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना विभिन्न मागहरूप्रति सरकार उदासीन बनेको भन्दै आज सोमबारदेखि देशभरका सम्पूर्ण मेन पावर कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। आजदेखि लागू हुने गरी संघले आफ्ना सदस्य व्यवसायीहरूका कार्यालय बन्द गर्नुको साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत अनिश्चितकालको लागि रोकेको जनाएको हो। व्यवसायीहरूले आफ्ना पेशागत मागहरू सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि बाध्य भएर कडा कदम चाल्नु परेको बताएका छन्। संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत नयाँ विज्ञापन प्रकाशन, पूर्व तथा अन्तिम श्रम स्वीकृति र भिसा स्ट्याम्पिङ लगायतका प्रक्रिया रोक्ने निर्णय गरिसकेको थियो। पहिले नै श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकहरूलाई गन्तव्य मुलुक पठाउन दिएको निश्चित समय सीमा समाप्त भएसँगै संघले कार्यालय तथा सम्पूर्ण प्रशासनिक काम कारोबार पूर्ण रूपमा ठप्प पारेको हो। व्यवसायीहरूको यस निर्णयको कारण दैनिक हजारौंको संख्यामा वैदेशिक रोजगारीमा जाने प्रक्रिया रहेका युवाहरूको यात्रा र कागजी प्रक्रिया प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।